वेलकम टू आवर न्यू भ्लग। आज चाहिँ हामी भ्लगको सिलसिलामा चाहिँ कहाँ जान्ला अरे अन्त फेरि भन्दा काफल खाना कहाँ भन्दाखेरिमा पालेवन भन्ने ठाउँ लेकमा। यहाँबाट पालेवन जानु कति टाइम लाग्छ अरे? अनि ठिक छ केटाहरू, अनि खाना साना खाएरै आएको? अरू त बोबाल छ। और फिर बताओ। अगाडिको दोस्तले चाहिँ के खायो? अरू आज मासु भएन? ये बताओ कितना कमा लेते हो महीने का? ए ल सो चाहिँ अब चाहिँ हामी चाहिँ गइरहेछौँ माथि। हामी हिँड्न लाग्छौँ। फाइनली चाहिँ हामी चाहिँ कहाँ रे काफलको बोट बेला ठाउँ आइसक्यौँ। अब केटाहरू जाइपर्छन् काफलको बोटमा। कसरी हेर्नुहोस् त अगाडि गयो नाइके काफल। अब त्यो कसरी खान्छ यो पछाडि हट्टै छ। पछाडि हट्न पनि सक्न लाग्दैन। हिँड्छिटो है सब छ। हामीलाई नाना भुता भनिरहेको छ ए मा गधाले। त्यही पनि केटाहरूले खाउँ भनिदिरहेछन्। अब खाइहाल्नु पर्ने त होला। फेरि रुखमा चढ्नुपर्ने हुन्छ। म चाहिँ रुखमा चढ्न सक्छु कि नै भन्ने कुरोमा छु आजभोलि। अच्छा ठीक है। आजभोलि काफल चाहिँ खाइरहेको छु। एउटा गेडो पाएँ। पढियो त्यो पनि। एनपिएल कहाँ भयो अरे? लगायत तपाईँहरूको जिम्मा यो एनपिएल कहाँ भयो भन्ने कुरो चाहिँ यस्तै छ। यस्तो अब काफलको म तपाईँलाई देखाउँछु। खाया काफल कसरी खान्छ। यहाँ यो एउटा पाकेको छ। एउटा यसलाई म यसरी खान्छु। चुपिलो म कसरी खान्छु है। यो पनि खाइरहेछ। खै माथि अर्को गुन्डो चाहिँ माथि टप फ्लोरमा चढिरहेछ। सो चाहिँ काफले त्यहाँ देखिन्न। खाना खा खाएर देखा। गाह्रो बल्ल तल्ल चढिरहेको छु म चाहिँ काफलको रुखमा होइन। यहाँ काफल पाक्या छ। यहाँनिर पाक्या हुनसक्छ। यसको अलि ब्राइटनेस ब्लर दियो त किन होला। ए काफल यहाँनिर पाकेको। ओ माई गड। ए काफल देख्न सक्नुहुन्छ तपाईँ। सो काफल चाहिँ अब यो यत्रो काफललाई के गर्ने? मिठो गाई एकदम। खाने भए कमेन्ट छान्नु होला। काफल खान मन लाग्छ भने
डेलिभरीको व्यवस्था छ। एक गिला एक झिल्ली काफलको चाहिँ मात्र 500। अच्छा करोड़ और वो भी 4। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? डेलिभरी चार्ज सहित। हजुर तपाई आएर खानुभयो भने 0। ल काफल टिपेर देखा त आचो यो पनि खाइदिउँ। त्यो खाइ काफल खाइसकेर त्यो ओल्लिसकेको छ। अब चाहिँ हामी अर्को ट्रिपमा लाग्नेछौँ। पहिलो राउन्ड चाहिँ हाम्रो सिद्धो काफलको गजागज काफल हानेर सिद्धै हो। अब अर्को ट्रिपमा काफल हान्ने चाहिँ हामी जाँदैछौँ। त्यो कौन है ये लोग, कहाँ से आते हैं? चाहिँ तल गइसक्यो। यो चाहिँ अझ पनि यहाँ खाँदैछ काचा साचा सब गजागज हान्दैछ। पेट घुत्र्याउने हो। पेट भर्यो कि नै? भरेन यार। अझ पनि पेट भरेन। यतिमा भरियो भने त उता खलास। ऊ यो तान्ने यो ऊ त्यहाँ तल देखि ऊ यहाँनिर 4 वटा। ए तल यो ठ्याक्कैमा देखा है काफलका। तान्यो तान्यो तान्यो। ल ल ल एक गिरो खाइदिनु। ल कप्याम कप्याम चुकिलो बन्छ मिठो बन्छ अलिअलि चाहिने जो। अब उसले माथि गयो। माथि अरू काफल खान्छ। चल चल्दै तल म पनि छ त। उसले न अब सिधै माथि जाने तल। ओल्लिरहेछ यो चाहिँ। 40 रुपैयाँ फाइन लाग्यो है। त्यो तिर्नेको फाइन मात्रै मलाई पनि 35 त लागेको छ। सामसङ ओल्ले ओल्लिन त रे पर्फेक्ट ओल्लिन्छु। च्याम्पियन हो रुखमा आउनुको लागि त बाँदर। बाँदरको चल्लो रुखमा आउनुको। चल ओल्ले छिटो ओल्ले न। ओल्ले ओल्ले वाह। सो अब चाहिँ हामीले काफल खाएर फर्स्ट ट्रिप चाहिँ काफलको यो बोट चाहिँ भ्याइदियौँ हामीले। यो बोट काफलको त्यो बोट चाहिँ भ्याइसक्यौँ। अब चाहिँ गाइस हामीले यहाँ जिस राह पे तुम चल रहे हो बेटा, एक दिन पूरी तरह फंसोगे। उस दिन मुझे याद करना, मैं पहुंच जाऊंगा। मजाकै हो। अनि चाहिँ हामी अर्को नेक्स्ट ट्रिप काफलमा पहिला आफ्नो पेट भर्ने। त्यसपछि अब हामीले एउटा बोतल ल्याएको छौँ। अब त्यसपछि घरको मान्छेलाई पनि अलिकति त खुवाउनै पर्यो चखाउनै पर्यो। त्यस भए कारण अब हामी चाहिँ काफल टिप्नेतिर लाग्छौँ। टक्क काफल सबै टिपेर घरमा लगेर घरको मान्छेलाई खुवाउने। कति बेला त क्यामेराले पनि धोका दिन्छ मेरो। अट्किन्छ है ट्याक्क बाटोको बिचमा। अनि चाहिँ अहिले बज्न चाहिँ तेरो चाहिने 11 बज्यो ठ्याक्कै। 11 बजेर 4 मिनेट गयो। त्यस्तो कस्तो ठाउँमा केटाहरू हिँडेर आज मलाई त आइया गाह्रो छ हौ हिँड्न। ल केटाहरू छ यहाँ काफल छ। यहाँ पनि काफलको बोट रहेछ। छैन खासै काफलको बोट। काफलको बोट रहेनछ। काफलको बोट त यहाँनिर पनि छ ऊ पछाडिको। तर गिरा पनि एक पनि छैन।
त्यसो भए कारण हामी चाहिँ काफल खानेतिर भने पहिला आफ्नै हुन्छ पछि हुन्छ कि अल्लो अल्लो भोइसले बन्दै एउटा डाइलग भन्न त अल्लु अर्जुनको यहाँ नाउ सुनिकन फुल सम्झी क्या आगोमा आगो म यहाँ कहीँ कट्याउनु खुट्टा ट्याउनलाई आगो होइन राजदालाई आगो त्यो केटाहरू चाहिँ नेक्स्ट ट्रिपमा आइसकेका छन् काफलको रुखमा चढिसकेका छन् केटाहरू मङ्कीको जस्तो त्यहाँ एउटा मङ्की हियर अर्को मङ्की चाहिँ चढ्ने प्रयासमा छ तर चढ्न सकिरहेको छैन यता नेक्स्ट मङ्की म खानु नसक्ने रुखमा खासै जान नसक्ने यता भुइँकै खाइरहेको छु म त मस्त मस्त काफल खायो कुरुम कुरुम हामी जान्छौँ हाम्रो अब चाहिँ घरतिर लाग्ने काम हुन्छ सो घरतिर लागेर जब हाम्रो अर्को भोरमा भेट्ने घरमा गएर यो काफल खाने कार्यक्रम घरमा हुन्छ त्यसो भए कारणले अब हामी घर जाने क्लिप तपाईहरुलाई देखाउने छौं यो मेरो एउटा बाचा भयो सब्जेक्ट अच्छा लगता है सो गाइज आज अब चाहिँ हामी चाहिँ घरतिर लाग्यो हैन काफल टिपेर यत्रो काफल टिपेर अब चाहिँ घरतिर लाग्यो अनि घरतिर गएर चाहिँ काफल खाइन्छ अनि अगाडि फटाफट पुगिसक्यो हुनाले इमेन गइगयो अब चाहिँ हामी यो काफल चाहिँ घरमा लगेर क्याम खाइन्छ घरमा गएर काफल खाने हुनाले त्यसै कारण तपाईहरु अब यो भिडियो हेरिसक्नु भयो छ भनेपछि तपाईहरुले भिडियो सुरुवात गरिसक्नु भयो होला भन्ने आशा गरे मैले अनि त्यसै कारणले तपाईहरुले भिडियोलाई च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरी कमेन्ट गरी सपोर्ट गरिदिनु होला शेयर त गर्नु पर्दैन शेयर पनि क्या गर्नु शेयर गर्छ भन्दा पनि गरिदिनु होला अनि तपाईको चाहिने यति ल भयो यति नै आजलाई यति नै अब कहिले अर्को दिन भगत बनाउने टाइममा भेटेर गरौँ ल बाइ बाइ थ्याङ्क यू फर वाचिङ आवर भिडियो